हेलो साथीहरु, आज चाहिँ म दही जमाउन जाँदैछु। देख्न सक्नुहुनेछ यहाँ। यसमा थोड़ा सा दही डाल्ने और दही डालिसकेपछि जामुनको लागि थोड़ा सा दही डाल्नुपर्छ। अनि बाँकी यसमा चाहिँ हल्का गुनगुना दुध राख्नुपर्छ यहाँनिर। देख्न सक्नुहुनेछ। दही राखेर थोड़ा दूध राखिदिए अनि दूध राखिसकेपछि यसमा मिलाउनुपर्छ। हल्का सा मिलाइसकेपछि यसको पक्कासित फेरि ढक्कन बन्द गरिदिनुपर्छ। ढक्कन बन्द गरिदिसकेपछि अनि यसले नचलाइकन साइडमा राखिदिनुपर्छ। यसको ढक्कन नखुलाएर फेरि उसको बाद मैले जमिसकेपछि देखाइदिन्छु हजुरहरुलाई। म चाहिँ यतातिर आलुको पिन्स फ्राई गर्न जान लाग्छु। यो चाहिँ बच्चेको बहुत पसन्द हुन्छ नि, त्यही भएर मैले बनाइदिएछु। मेरो बच्चीको बहुत पसन्द छ। फाइनली गाइस, मेरो दही चाहिँ पारेर जमिसकेको छ हैन। कितना अच्छा से जमे है इधर। दही चाहिँ खस्सा गरेर जमेछ। यस्तै गरेर जमाएर खानु ल।